बेला रवि लामिछानेलाई भेट्नको लागि सागर ढकाल दर्शकबिन आइदिनुभएको दृश्य। आज रवि लामिछानेसँग अर्थपूर्ण भेट हो तपाईँको? यस्तो हो, अर्थपूर्ण भन्दा पनि हामीले सबै कुरा गर्दैछौँ। हामीले हजुरलाई पछि बुझाउँछौँ स्पष्ट रूपमा। यस्तो हामी सबै मिलेर देश बनाउनु पर्छ भन्ने हो। अब चाहिँ के हो भन्दाखेरि हामी नयाँ शक्तिहरू कसरी एकजुट हुन सकिन्छ, कसरी चाहिँ अब चुनावमा जाने लगायतको कुराहरू धेरै गर्नुपर्ने छ। रविजी पनि जेलमा हुनुहुन्छ, उहाँको कुराहरू पनि सुन्नुपर्ने छ। आज तपाईँको अर्थपूर्ण भेट रहन्छ भनेपछि एक ठाउँमा आउने कुरा होला नि। एक ठाउँमा आउनु पऱ्यो, हामी सबै एक ठाउँमा आउनु पऱ्यो। सबै छुट्टा छुट्टै भएर भएन। पुरानो शक्तिहरू भेट भइसक्यो, केपीओलीले शेरबहादुरसँग भेटिसक्नुभयो, नयाँ शक्तिहरू त एक ठाउँमा आउनु पऱ्यो नि त भनेर अब यस्तो गरेर भएन भन्ने कुरा हो। त्यसमा चाहिँ रविजीहरूलाई पनि हामीले कसरी सहयोग गर्न सकिन्छ, उहाँले हामीलाई कसरी सहयोग गर्न सक्नुहुन्छ, अथवा हामी पनि सँगै कसरी जान सकिन्छ भन्ने चाहिँ प्रमुख कुरा हो। तपाईँले आज विशेष गरी कुन विषयमा कुराकानी गर्नुहुनेछ रविजीसँग? जेनजीको कुराहरू छ, जेनजीको युवाहरू हुनुहुन्छ। अब जेनजीको मागलाई कसरी सम्बोधन गर्ने त्यो चाहिँ प्रमुख कुरा हो। अनि त्यसपछि हामी नयाँ शक्तिहरू चाहिँ सपोज नयाँ साथीहरू कसरी जान सकिन्छ भन्ने हो। मैले उहाँलाई चाहिँ भैरवाको कारागारमा पनि भेटेको थिएँ, हामी कन्सटेन्ट टचमै छौँ होइन। अनि डडेलधुरामा पनि मैले उहाँलाई एकदमै अन्याय भयो भनेर सिग्नेचर क्याम्पेनमा डडेलधुराबाटै हामीले क्याम्पेन सुरु गरेका थियौँ होइन। त्यो हिसाबमा चाहिँ अब चाहिँ यो ऐतिहासिक मोमेन्ट हो नि त। त्यही भएर उठ्दै हुनुहुन्छ भन्ने कुराहरू आइरहेको छ, के हो? अब यसमा चाहिँ म एउटा मात्रै उठेर भएन नि त। डडेलधुरामा शेरबहादुर जस्तो मान्छे हाम्रो एन्टायर स्ट्रक्चरमा हुनुहुन्छ नि त। त्यही भएर एकजना व्यक्ति मात्रै भन्दा पनि होल सिस्टमबाटै हामीले चाहिँ अब हजुरबुवाहरूलाई धेरै दुःख दिनु भएन। अब त भगवान् पनि रिसिने भयो कि योचोटि शेरबहादुर देउवाको किल्ला तपाईँले ढालेरै छाड्ने हो? शेरबहादुर मात्रै होइन, शेरबहादुर प्रवृत्ति केपीओलीमा पनि छ, प्रचण्डमा पनि छ। हामीले सबैलाई नै यो प्रवृत्तिलाई नै कसरी सफा गर्ने भन्ने हो कि। त्यसको लागि त हामी नयाँहरू त एक हुनु पऱ्यो नि त। यो प्रवृत्तिले देशलाई अगाडि लान सकेन भन्ने हिसाबले रविजीसँग हामीले यही विषयमा चाहिँ यो प्रवृत्तिको विषयमा केपीओलीलाई झापाबाट पनि त हामीले त एक हिसाबले आराम गराउनु पऱ्यो नि त। अब झापाले दुःख दिनु हुन्न होला अब केपीओलीलाई। भनेपछि सागर ढकाल यसपालि कहाँबाट चुनाव लड्नु सक्यो? अब म एकदमै पहिले पनि मैले भनेकै छु होइन, डडेलधुरा चाहिँ मेरो इन्ट्रेस्ट छ होइन। त्यो हुँदै गर्दाखेरि सबैसँग सल्लाह गरेर जानु पऱ्यो, नयाँ शक्तिसँग सल्लाह गर्नु पऱ्यो। म एक्लै मात्रै जितेर नि केही हुँदैन नि त। अनि सबैले जित्नु पऱ्यो। हामी अब फेरि 20-30 सिट 30-40 सिट मात्रै ल्याउने होइन कि। अब बहुमत सकिन्छ दुईदेखि नै ट्राई गर्ने हो, होइन बहुमत त ल्याउनु पऱ्यो नि त। भनेपछि सागर ढकाल एक्लै होइन, अब पार्टीगत रूपमा अगाडि बढ्नुहुन्छ। अब हामी संस्थागत रूपमा मिलेर सबै बालेन, कुलमान, रवि, हर्क सबै मिलेर जानुपर्छ। एक्लै एक्लै गएर कसो केही खरिएको छैन होइन। अब यहाँ हेर्नु, मैले यहाँभन्दा बढी के म डडेलधुरामा गएर रविजीको लागि सिग्नेचर क्याम्पेन त गरेको हो नि त। अहिले जसले पार्टी खोल्नु भएको छ, रविजी हुनुहुन्छ, कुलमान हुनुहुन्छ, बालेन पनि भनौँ होइन, 3जना मिल्यो भने हाम्रो केही पनि स्वार्थ छैन। हामी सिधै अनबोर्ड